ग्लेसियर माथिको सगरमाथा सब्मिट गर्ने चरणमा छौँ। रिबाट देखेको एभरेस्टबाट भएको सनराइज कस्तो राम्रो देखेको एभरेस्ट है गाइज एकदम बवाल यतिको राम्रो यात्रा गरेछौँ भएको छैन। एउटा पिक सब्मिट गर्ने चरणमा छौँ। बिहानको अहिले हाम्रो 5 बजेको छ, तैपनि तलतिर अँध्यारो भए पनि माथितिर चाहिँ एकदमै हामी अब आधा घन्टामा सब्मिट गर्नेछौँ। उज्यालोको किरणहरू चाहिँ देखिन थालेका छन्। अब हामी केही समयमा सनराइज भएको हेर्नेछौँ। हामीलाई हिँड्न चाहिँ निकै गाह्रो भएको छ। अब हामीले लगभग 100-200 मिटर हाइट अझै गेन गर्नुपर्ने हुनसक्छ। अहिले श्वास प्रश्वासमा चाहिँ अलिक गाह्रो भइरहेछ। अहिले हामीसँग अक्सिजन चाहिँ छैन। अब बिना अक्सिजन हामी दिन चाहिँ गोकिम एक्लोमा गइरहेछौँ। बल्ल चाहिँ उका लागेको हो हामी आज हाम्रो यो हाम्रो अब यस सिजनमा चाहिँ एभरेस्ट चढ्ने लक्ष्य छ। गफै त सोध्नु यो हिमालमा कुद्नलाई धेरै गाह्रो हुँदछ, निकै गाह्रो भयो। ल है हामीले चाहिँ यो पिक सब्मिट गरिसक्यौँ। चुचुरोमा छौँ अहिले। तपाईँले हेरिरहनु भएको दृश्य अहिले त्यो परको सगरमाथा तल्लो लोत्से हो। यो चाहिँ हेरी पिक हो। त्यो सगरमाथा पल्लो थुप्रो जस्तो देखेको अग्लो, त्यसमा साइडको लोत्से। हेर्नुहोस् है हिमालहरू। प्रकृतिको सुन्दर सृष्टि एउटा अनुपम उपहार हाम्रो लागि प्रकृतिले छोडेका छन्। हामीले यसको जगेर्ना चाहिँ गर्नुपर्ने हुन्छ भावी सन्ततिको लागि। ल अब एभरेस्टबाट चाहिँ सनराइज भइरहेछ। यो सनराइज एभरेस्ट र लोत्सेको बिचबाट भएको हो। एका बिहानी घाम झुल्केको एरियो। ल हेर्नुहोस् है त्यो परको ठुलो अग्लो सगरमाथा भइगयो। यो खुम्बु ग्लेसियर हेर्नुहोस् है त्यहाँ। त्यसपछि त्यो माथिको बादलभन्दा यतापट्टिको सेतो बादल ढाकेको चोयु हिमाल। हाम्रै नेपालका गौरव आस्थाका धरोहर, हाम्रो पहिचान, प्रकृतिको यो सुन्दर उपहारलाई हर युगसम्म जगेर्ना गरेर राख्ने हाम्रो कर्तव्य हो। तपाईँहरू पनि यो ठाउँमा आउन चाहनुहुन्छ भने आउनुहोला, घुमेर जानुहोला। एकदम अद्भुतपूर्ण पूर्व दृश्यको दर्शन गर्न पाइरहेको छौँ। विश्वमा सायदै यस्तो दृश्य देख्न पाइँदैन, कुनै पनि देशमा पाइँदैन, जुन हामी भाग्यमानी नेपालीहरू हौँ। हाम्रो जस्तो भाग्य लिएर अरू देशका नागरिकहरू कोही पनि आएको छैन होला सायद, जस्तो लाग्छ मलाई। त्यो तलदेखिको गोक्यो थर्डसम्म छ। माथिल्लो गोक्यो थर्ड हो, तल्लो सेकेन्ड, तल्लो फर्स्ट, त्योभन्दा माथिको ग्लेसियर भइगयो। कति सुन्दर छन् हाम्रो नेपालको भौगोलिक अवस्थिति हेर्नुहोस् ल। त्यो ग्लेसियरभन्दा माथिको सगरमाथा देखिरहनु भएको छ। फेरि मजाले हेर्नु होला। हिउँ पगाले सुरु भइसक्यो। भयो धेरै नखाउँ। शिखरमा लामो समय बिताएर हामी फर्किन सुरु गऱ्यौँ। अब नर्थ फेसकै जुत्ता कति हालेको थियो?
सुन्दर गोक्यु भ्याली र गोक्यु लेक चढ्दै गरेको यहाँको है यो। ल हामी चाहिँ अब मन्दिर दर्शन गर्न थाल्यौँ है। ओम नमः शिवाय। यो सुन्दर दृश्यले मेरो चाहिँ मनै लुभाएको छ। तपाईँहरूको के भएको नि, तपाईँलाई कस्तो लाग्यो यति सुन्दर दृश्य देखेर? कृपया प्रतिक्रिया दिन नभुल्नुहोला।